बचाउन कोसिस गर्छु जसरी पनि लास्टसम्म। कठै बाख्रो पनि मर्नै लागिसक्यो। भिडियोमा हेर्न लागिसिन् बोना आइसिन्। बोनामा यस्तो बाख्रा हालत पनि यस्तो भइसक्यो कि बा। ओ यता यो त पुरै सारी गयो त हजुर आमा, यो त पुरै सारी गयो त। यसले बोक्यो नि ल, यो एकै दुमै सिए त। अरे नौरा दुई बाख्रा थिए, दुई बाख्राले एक बाख्रो अब यस्तो भइगयो। एक बाख्रा हालत यो छ, सास फेर्नु होला। यसले पानी सानी दिउँ घर गइकन भात त होइ। घर गइकन पानी सानी खिलाउनु है बाँच्यो भने। आइया पुरै उयो आइया कहाँ तल घर लिउँ, मेरो घर लिनु पानी सानी खिलाउनु है। अब कसो हुन्छ मर्न हल्का पानी सानी खिलाउनु है, कसो हुन्छ के हुन्छ। अब यसलाई गएर पानी सानी खिलाउँछु होइन म, बाँच्यो भने ठिकै छ। अब बचाउन कोसिस गर्छु जसरी पनि लास्टसम्म। बाटो पनि यस्तै छ यो, जसरी पनि बचाउने कोसिस गर्छु है। काँडा साडा छ नि, पानी सानी हाल्छु गएर मुखमा यताउता। अब के हुन्छ अब ठुलाबडा मान्छेले सोधेर बचाउने कोसिस गर्छु। बाटो पनि यस्तै छ, पुरै टिटेन लाग्यो होइन। घर यहाँनिर छ, म सब घरमा पुग्न लाग्छु। गएर अब पानी सानी खिलाउँछु, कस्तो हुन्छ के हुन्छ। यो पुरै उभा आयो हल्का, पुरै तडफडान ला, पुरै कानमा हालेर त्यहाँबाट ल्याऊ पानी हाल्छु गएर छिटो छिटो होइन। कसो हुन्छ घाँटी उल्टो अरेल्यो होइन। अरे घाँटी त साह्रो भएछ अरे, मरिजाने पानी अहिले ऊ अरे हल्का ढाकामा काट्छ त नि पर्यो भुइँतिर राख्छ अरे। पर त्यहीँतिर राख न, घाँटी उल्टो भएछ पर त्यहीँतिर राख। घाँटी सिधा हुन्न, घाँटी यस्तै हो यिको। यो हेर्न बचान लाग्छु। हल्का सिधा भयो घाँटी अहिले हल्का सिधा भयो। पहिले भन्दा हल्का उ अरे ल। अहिले सिधा भयो क्या पानी पनि अहिले हल्का ऊ हो। पहिले गर्दा धेरै भयो। अगाडि चाहिँ सासै बेच्दिन्छु यार मैले। हपेदेखि पनि उ गरेँ हल्का। आँखा उल्टा फर्काल्यो त अघि नै यसै। अब मर्नै लाग्यो है बाख्रो त। ठुला मान्छे सोधे अनुसार अब यही बाख्रालाई बचाउन सकिन्न। अब पानी दिएँ, 2-3 कौडी पानी दिएँ अनि अब सासै छोड्नु होला। अब यसले के गर्ने, बचाउनै सकिन्न अरे। अब यसले त के औषधि छैन अरे। अब कहीँ सापल खायो अहिले, सापल त खाएन त, सापल त खाएन। मरिजानु अब मरिजानु, यसले बचाउनै सकिएन। पानी पनि खुवायो अब बाँचिनै के हो। अब यो मर्यामा बाख्राको मासु पनि खान्न अरे। एक त अब कसरी मर्या के गरे अब यसलाई पोल्नुभन्दा पनि अब के हुन्छ यस्तो त्यो गर्नु पर्यो। कहीँ सापले खायो कि के गरे अब केही थाहा हुन्न।